परे तो परो बने तो सुदर्शन चक्र उठाए को कृष्ण को मंदिर क्यों न बनाए को तो बनाए हमने आगे हैं सीधा सीधा भन्नु मन परेन है किनभने भगवान श्री कृष्ण को संदेश भगवान का दुई अवतार में दुई बार भगवान ने कुनै शस्त्र उठाउनु भएन एउटा भगवानले नेपालमा बुद्ध अवतार लिनुभयो कोही शस्त्र उठाउनु भएन अर्को वृन्दावनमा लीला गर्दा भगवानले कुनै प्रकारको कृष्णले शस्त्र उठाएनन् त्यही प्रेम त्यही भक्ति यानी शस्त्र में कहीं न कहीं डर छ तो प्रेम में कहीं डर छैन प्रेम में समर्पण छ जसले भगवान प्रति प्रेम राख्दैन भगवान को भक्ति गर्दैन साँच्चै विश्वास गर्नु होला त्यसले संसारको कोही व्यक्तिसँग नै प्रेम गर्दैन है जसले भगवत प्रेम हृदयमा पाएको छैन त्यसले न मातासँग प्रेम गरो न पितासँग प्रेम गरो न पत्नीसँग गरो न संसारसँग गरो न संसारका व्यवहारिक वस्तुसँग गरो कहीं न कहीं हामीको मानव जीवनलाई पनि चलाउनका लागि हामीलाई त्यो प्रेम एउटा प्रेम हुन्छ स्वार्थ अर्को प्रेम हुन्छ निस्वार्थ हामीका ऋषिहरूले हामीलाई स्वार्थ पनि सिकाए र परमार्थ पनि सिकाए है यो पनि ध्यान गर्नु होला स्वार्थी नबन्नु म भन्दिनँ स्वार्थीलाई त बुद्धिमान भनेको छ हामीको शास्त्रले स्वकार्यम साधये सुधी बुद्धिमान को आफ्नो दोनों सुझ्याउने चाहिँ बुद्धिमान अरे है तर कसैको बिगारेर होइन नेताहरूको भाषा हुन्छ नि एउटा अपना काम बनता अगाडिको भान्मै जाए जनता भन्छन् है अपना काम बनता यसलाई दोबारा रिपिट गर्ने अपना काम बनता के भन्ने भन्नु न के भन्ने अपना काम बनता अपना काम बनता तेरो बनता कि नबनता नि के गर्नु है यानी स्वार्थी बन्नु आफ्नो उद्देश्य आफ्नो जीवनको लक्ष्यलाई हासिल गर्नु कोही आपत्ति भएन तर अर्काको बिगार्न पाइएन स्वकार्यम साधे सुधै प्रत्येक व्यक्ति स्वार्थी बन्नु कसले मना गरेछ है प्रत्येक व्यक्ति पढोस् प्रत्येक व्यक्तिले जो है आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरोस् कम्पिटिसनमा हिस्सा लियोस् तर कसैलाई हराउन होइन है म जित्छु बस आफ्नो एउटै लक्ष्य हो मलाई यो लक्ष्य पाउनु छ हामीका ऋषिहरूले स्वार्थ परमार्थ दुवै सिकाए अब तपाईहरुले भागवत कथा सुन्दा देवी भागवत सुन्दा शिव पुराण सुन्दा कति यस्ता कथा तपाईहरुले सायद सुन्न पाउनुहुन्छ होला अथवा सुन्नु भएको छ होला अनेक ऋषिहरू गृहस्थलाई त्यागेर वनमा गएर तपस्या गरे सुन्नु भएको छ कि सुन्नु भएको छैन के सुनेको छ बिचारा तो श्रीमती रुँदै थियो है घर छोडेर जाँदा तो छोरो रुँदै थियो होला परिवारका व्यक्ति दुखी थिए होला तर उनीहरूको दुख उनीहरूको रुदन उनीहरूको तो क्रन्दन तो उनीहरूको त्रास उनीहरूको भय उनीहरूको शोक उनीहरूको चिन्तासँग त्यसलाई केही मतलब भएन किन उनीहरूले आफ्नो लक्ष्यलाई
प्रथम स्थान दिए। अब कसको के लक्ष्य छ हैन, कसैलाई धर्म गर्ने लक्ष्य छ, कसैलाई अर्थ कमाउने लक्ष्य छ, कसैलाई संसारका भोग भोग्ने लक्ष्य छ भने कसैलाई परमात्मालाई प्राप्त गर्ने पनि लक्ष्य छ। हामीहरूको वैदिक सनातन धर्मले मानव बनेर जन्मेपछि चावै पुरुषार्थलाई प्राप्त गर्नु भनेको छ। धर्म, अर्थ, काम, मोक्ष। तर भागवतको भनाइ चाहिँ के अरे भन्दाखेरि होइन, कुनै पनि पुरुषार्थ पाउनु छ भने पहिले भक्तिलाई प्राप्त गर। बिना भक्तिले, बिना भगवानको प्रेमले यो जीवन अधुरै रहन्छ है। भक्तिहीन तो मनुष्य कस्तो अरे भन्दा, भक्तिहीन मानव 84 व्यञ्जन त बनायो, तर 84 व्यञ्जनलाई रस प्रदान गर्ने, स्वाद प्रदान गर्ने तो नुन नहालेन। कुनै पनि व्यञ्जनको स्वाद केमा छ? मसलामा छ? छैन। कति नै प्रकारका भेराइटी मसला हाल्दा पनि त्यो सस्तो नुन हाले छैन भने चाहिँ त्यो चकिलो भएन। हो त्यस्तै भक्तिहीन नर सोहहि कैसे, लवण बिना बहु व्यञ्जन जैसे। भक्ति शून्य मानव, ईश्वर भक्तिले हीन मानव तो मणि नभएको सर्प भए अरे। भक्ति रहित तो मानव कस्तो अरे भन्दा सुगन्धित रहित फूल। फूल त बहुत राम्रो छ नि है, तर सुगन्धित छैन भने तो भगवानको सेवामा आएन। यानी जीवनमा अरू विशेष यो धार्मिक जति पनि कामहरू छन् है, भन्नुहोस् त बिस्तारै राधे राधे, अलि बिस्तारै। चाहे उसले कथा सुनोस्, चाहे उसले दान गरोस्, चाहे उसले हवन गरोस्, चाहे उसले कीर्तन गरोस्, चाहे तीर्थयात्रा गरोस्, उसमा हुनुपर्छ भक्ति। आदो भक्ति। हामीको शास्त्रले भक्तिलाई आदो भनेको एक भनेको छ। भक्ति छैन, हवन गरो स्वाहा स्वाहा, फल पायो पायो, जीरो है। भक्ति छैन, उसले व्रत राखो, फल पायो पायो त जीरो पायो। भक्ति छैन, तीर्थयात्राका हल्लामा ऊ पनि गयो जाउँ न त है, फल पायो जीरो प्लस जीरो प्लस जीरो प्लस जीरो इक्वल जीरो है। तर उसँग आदो भक्ति। आचार्य तो जीरो को अस्तित्व छैन, तर एक आउने बित्तिकै सबै जीरो को अस्तित्व बढ्दै गयो है। भक्ति भनेको प्रेम, भक्ति भनेको सहानुभूति, भक्ति भनेको सद्भावना, भक्ति भनेको सद्विचार। भक्ति भएको र नभएको कस्तो खालको अरे भन्दा, यो समाजमा नि ज्यादातर हामीले के देख्न पाइन्छ अरे भन्दा, ठुलोले सानोलाई हेपेको के गरेको देख्न पाइन्छ। भन्नु न, ठुलाले यहाँ हुँदी पनि हेप्छन् त्यसरी नै है, हेप्दैनन्। अच्छा, संख्यामा सबैभन्दा ठुलो संख्या कुन हो? 9 सबैभन्दा ठुलो संख्या। अरू सबैभन्दा सानो? अरे यार 1 को नीचे पनि एउटा छ त।
एक बार के भएछ सबैजना लाइन एक उभिएका रहेछन् को उभिए 0 1 2 3 4 5 6 7 8 9 यति नै हुने संख्या नि यो भन्दा त अरु छैनन् होला कि छन् कहाँ छन् 10 छ त्यो 10 मा चाहिँ पहिले चाहिँ 1 र 0 लागेको त्यही जोडिएको अनि सबैभन्दा ठुलो को भयो 9 ठुलोले सानोलाई हेप्ने बानी छ हेर 9 छेउमा 1 थियो घुम्माएर 1 थप्पड दिएछ कसलाई भाइ ठुलो हो दबंगाई उसको 9